तिमी यति धेरै चिन्तित किन हुन्छौ? जीवन बाँच्नको लागि हो, तनाव लिनका लागि होइन। आफूलाई कहिले कमजोर नठान, किनकि यो जीवनमा हरेक कुरा तिम्रो सोचमा निर्भर हुन्छ। जुन टाइममा तिमी सुतिरहेको हुन्छौ, कतै टाढा कुनै घरको कुनामा एउटा केटा रातभरि जागरण बसेर मेहनत गरिरहेको हुन्छ। यदि तिमीलाई लाग्छ कि जीवनमा सफलता सबैको हात लाग्दैन भने त्यो तिम्रो गलत सोच हो। यो तिम्रो जीवन हो, त्यसैले आफ्नो जिम्मेवारी आफै लिन सिक। यहाँ कोही पनि एकै दिनमा सफल बन्दैन र कसैलाई पनि एकै दिनमा आफ्नो गन्तव्य प्राप्त हुँदैन। सफल हुनको लागि तिमीले हरेक दिन तप्नुपर्छ। यदि तिमीलाई आफ्नो लक्ष्य प्राप्त गर्नु छ भने तिमीलाई यति त गर्नै पर्छ। यदि तिमी यति पनि गर्न सक्दैनौ भने त्यो तिम्रो लक्ष्य होइन, केवल एउटा सपना मात्र हो। जीवनमा केही पाउनको लागि केही गुमाउनु त पर्छ नै। त्यसैले चुपचाप बसेर आफूलाई नधिकार, बरु बिस्तारै अगाडि बढिरह। गन्तव्य कहिले टाढो हुँदैन, यो सधैँ तिम्रो नजिकै हुन्छ। जो मानिसहरू हरेक दिन मेहनत गर्छन् उनीहरूको मनमा सधैँ यो कुरा आभास भइरहन्छ। आफूलाई कमजोर नठानी यो यात्रामा अगाडि बढिरह। यदि तिम्रो गन्तव्य तिम्रो सपना हो र तिमी दिनभरि त्यसकै बारेमा सोच्दछौ भने पक्कै पनि एक दिन तिमी त्यहाँ पुग्नेछौ। सफल हुनका लागि त्याग धेरै जरुरी हुन्छ। जब तिमीले सफलताको प्राप्त गर्नेछौ तब मात्र तिमीलाई यो कुरा बुझ्नेछौ। त्यो जीवन 2 पलको छ, त्यसैले आफैमा विश्वास राख। अरूसँग गुनासो र गनगन गरेर समय खेर नफाल। आफूले यस्तो बनाऊ कि तिमी अरूको लागि एउटा उदाहरण बन्न सक। आफ्नो कथा आफै लेख र आफ्नो संसार आफै बना।